पहिला मेरो कपाल यस्तो धेरै झर्थ्यो जसले गर्दाखेरि चाहिँ मैले यति लामो कपाललाई यति छोटो बनाउनु परेको थियो। सो हाई एभ्रिवान, दिस इज मी स्वस्तिका, सेयरिङ अ लिटल इन्फर्मेसन विथ यु सो द्याट तपाईँहरूलाई चाहिँ हेल्पफुल होस् यो इन्फर्मेसन। यदि तपाईँहरूको पनि कपाल एकदमै धेरै झरिरहेको छ भने यो भिडियो एन्डसम्म हेर्नुहोस्। मेरो पनि केही समय अगाडि कपाल एकदमै धेरै झरिरहेको थियो। लाइक बिहान उठ्दाखेरि सुतेर उठ्दा पनि मेरो ओछ्यानमा एकदमै धेरै कपाल हुन्थ्यो। केही टाइम अगाडि चाहिँ मैले यो प्रडक्ट युज गरेको, यो स्याम्पू होइन, जुन चाहिँ मेरो दादाले सजेस्ट गर्नुभएको थियो मलाई। यो स्याम्पू युज गरिसकेपछि चाहिँ पहिला जसरी मेरो कपाल सुतेर उठ्दा बेडभरि छरिएको हुन्थ्यो त्यस्तो चाहिँ अहिले छर्न बन्द भइसकेको छ होइन। सो मैले कसरी र के कुराहरू चाहिँ युज गरेको छु भन्ने कुरा चाहिँ मैले यहाँ अगाडि भनेको चाहिँ हेर्न सक्नुहुन्छ। सो यो स्याम्पू हो मामा अर्थको, जुन चाहिँ मैले युज गरिरहेको छु केही टाइमदेखि। अनियनले हेयर फल कन्ट्रोल गर्न हेल्प गर्छ र प्लान्ट केराटिनले हेयरलाई स्ट्रङ र स्मुथ बनाउँछ। स्याम्पू गर्नुभन्दा अगाडि चाहिँ मैले यो तेल लगाउने गर्छु जसमा जडीबुटीहरू राखिएको छ। जरा मजाले लगाइसकेपछि लेन्थमा पनि लगाउने गर्छु र हल्का मसाज गर्ने गर्छु। कपालको लेन्थमा धेरै जस्तोले चाहिँ ओइल लगाउनु हुँदैन, तर त्यस्तो गर्नु हुँदैन हामीले, किनभने त्यस्तो गऱ्यो भने चाहिँ हाम्रो कपाल ब्रेकेज हुने अनि हाँगा फाट्ने जस्ता समस्याहरू आउने गर्छ। तेल लगाएर 1 घन्टा छोडेपछि हेयरले ओइल मजाले अब्जर्भ गरिसकेको हुन्छ, त्यसपछि गएर मैले गर्ने गर्छु। स्याम्पू चाहिँ मेनली मैले 2 पटक गर्छु, 1 पटकमा ओइल जाँदैन, त्यही भएर 2 पटक गरेपछि मजाले ओइल जान्छ। हेयर वास गरिसकेपछि चाहिँ थोरै मैले आफ्नो स्किन केयर गरेँ। यो सेटाफिलको मोइस्चराइजर चाहिँ एकदमै धेरै राम्रो छ अनि मेनली ड्राई स्किनको लागि चाहिँ मैले ड्यामको युज गर्ने गर्छु। त्यसपछि गएर यो आर्गनको सिरम लगाएँ र आफ्नो हेयरलाई हल्का ड्रायरले पनि मजाले सुकाइसकेपछि हेर्न सक्नुहुन्छ मेरो कपाल चाहिँ एकदमै धेरै कम छ झरेको। सो हेर्न सक्नुहुन्छ मेरो कपाल अहिले कति धेरै लङ र कति धेरै हेल्दी छ। सी यू इन द नेक्स्ट भिडियो। ओके, बाई।